ए सिलस भाइ पनि पो आएछ त हौ। ल ठिक छ सिलस भाइ, ल ठिक छ सिलस भाइ आयो। सिलस भाइ यहीँ थियो। ल अगाडि बढौँ है, अगाडि बढौँ, यो कुरा हेरौँ, अलिअलि भेक्टरको बारेमा पढौँ। यो तिमीहरूलाई बेसिक नलेजको लागि हो। जस्तै अब यहाँनिर हेर है त, भेक्टरहरूको कुरा गर्दाखेरि हामीले यहाँनिर अब हिजोको धेरैवटा क्वेसनहरू छ है। साइन्सको टपिक हो नि त, भन्नाले फिजिक्स पढ्नको लागि भेक्टर चाहिन्छ नि त केटा हो, भेक्टर चाहिन्छ। अब हामीले यहाँनिर भेक्टरको केही अब ट्राइङ्गल लहरू यसो अध्ययन गर्नुपर्ने थियो है, ट्राइङ्गल लहरू अध्ययन गर्नुपर्ने थियो। यहाँनिर मानौ यो एउटा ट्राइङ्गल छ है, यो एउटा तिमीहरूको ट्राइङ्गल छ। ल मानौ यसरी मैले ट्राइङ्गल बनाइदिएँ है त, यहाँ एउटा ट्राइङ्गल मैले बनाइदिएँ। मानौ यहाँबाट एउटा यसरी एउटा लाइन पनि चाहियो, यसरी एउटा लाइन पनि चाहियो। यसलाई मैले ए माने, यसलाई मैले बी माने, यसलाई मैले सी माने, यसलाई मैले डी माने है। मानौ यो तिमीहरूको ए भेक्टर हो, यो तिमीहरूको बी भेक्टर हो, र तिमीहरूलाई के थाहा छ, यो भनेको ए प्लस बी भेक्टर हुन जान्छ है, यो भनेको ए प्लस बी भेक्टर हुन जान्छ। अब मानौ यो लाइनलाई मैले यतापट्टि एक्सटेन्ड गरिदिएँ यतापट्टि, र यहाँनिरबाट स्वाट एउटा पर्पेन्डिकुलर ड्रप गरिदिएँ है, एउटा पर्पेन्डिकुलर ड्रप गरिदिएँ। अब तिमीहरूको यो जुन भेक्टर छ, तिमीहरूको यो भेक्टर जुन छ यहाँनिर, यो तिमीहरूले यो एङ्गल चाहिँ भेक्टरहरू बिचको एङ्गल थीटा हो, ठिक छ। यो तिमीहरूको भेक्टरहरू बिचको एङ्गल थीटा हुन जान्छ है, तिमीहरूको भेक्टरहरू बिचको एङ्गल यहाँ थीटा भयो। र अब यो थीटा भइसकेपछि जेनरली यो पनि थीटा नै हुन जान्छ, यो भ्यालु पनि थीटा नै हुन जान्छ। यो बी भेक्टर हो भनेपछि यो पनि तिमीहरूको बी भेक्टर नै हुन जान्छ, प्यारालेलोग्राम जस्तो हो यो, प्यारालेलोग्राम हो। अब यहाँनिर तिमीहरूले के देख्न सक्छौ भने, यसलाई तिमीहरूले ई भन्यौ भने, मानौ तिमीहरूले ट्राइङ्गल एडिई भन्ने ट्राइङ्गल लियो भने यसमा पाइथागोरस थ्योरम लाउँदा के हुन जान्छ, एडी को स्क्वायर भनेको डिई को स्क्वायर प्लस एई को स्क्वायर हुन जान्छ। एडी को स्क्वायर भनेको डिई को स्क्वायर प्लस एई को स्क्वायर। अब यहाँ हेर, एई भनेको तिमीहरूले यो एई भनेको तिमीहरूले अथवा डीलाई डी नै लेखौँ अहिलेको लागि, डी स्क्वायर प्लस ए स्क्वायर भनेको एबी प्लस बिई को स्क्वायर लेख्न सक्छौ तिमीहरूले हो होइन। अब डिई स्क्वायर भनेको यस्तो लेख्न सकिन्छ, हेर है त, ट्राइङ्गल मानौ डिबिई भन्ने ट्राइङ्गलमा हेर त, ट्राइङ्गल डिबिईमा तिमीहरूको साइन थीटा, सरी साइन थीटा होइन कस थीटा, कस थीटा भनेको के हुन जान्छ, बिई बाई बिडी हुन जान्छ। अब बिई इक्वल्स टु बिडी भनेको कति हुन जान्छ, बिडी भनेको बी हुन जान्छ। यो बी भनेको यसको म्याग्निट्युड हो है, म्याग्निट्युड यो भयो एउटा। त्यसै गरी अब तिमीहरूको बिई को त तिमीहरूले निकाल्यौ। अब डिई हेर, डिई भनेको तिमीहरूको मानौ ट्राइङ्गल एडिईमा हेऱ्यौ भने तिमीहरूले एडिई तिमीहरूले कुन कुनको निकाल्यौ, बिई को निकाल्यौ होइन, बिई को निकाल्यो, सरी डिई, डिई पनि यही ट्राइङ्गल डिबिईमा हेर्दा साइन थीटा भनेको के हुन्छ, डिई बाई बिडी हुन जान्छ। यसको मतलब डिई भनेको बिडी भनेको कति छ, बी छ, बी साइन थीटा हुन जान्छ हो। यो दुईटा भ्यालुजहरू भयो। यो डिई स्क्वायर भनेको तिमीहरूको कति भयो त, बी साइन थीटाको होल स्क्वायर भयो। एबी भनेको त तिमीहरूको ए छँदैछ, र बिई भनेको कति भयो, बी कस थीटाको होल स्क्वायर भयो। यहाँनिर तिमीहरूको बी स्क्वायर साइन स्क्वायर थीटा प्लस ए स्क्वायर प्लस 2ab कस थीटा प्लस बी स्क्वायर कस स्क्वायर थीटा हुन जान्छ। यो भनेको अब ए स्क्वायर प्लस यो बी स्क्वायर यहाँ 2ab कस थीटा प्लस बी स्क्वायर यहाँनिर साइन स्क्वायर थीटा प्लस कस स्क्वायर थीटा हुन जान्छ। यो भनेको के आयो त, एडी स्क्वायर भनेको कति आयो त,
तिमीहरूको ए स्क्वायर प्लस 2ab cos थीटा प्लस बी स्क्वायर भनेर आयो। भनेपछि जुन तिमीहरूको रिजल्टेन्ट छ नि, रिजल्टेन्ट भनेको ए स्क्वायर प्लस 2ab cos थीटा प्लस बी स्क्वायर तिमीहरूको के हुन जान्छ, रिजल्टेन्ट हुन जान्छ। तिमीहरूले म्याग्निट्युड त निकाल्यो, जुन यो भेक्टर छ ए प्लस बी, यसलाई तिमीहरूले यो एडी भयो, यसको म्याग्निट्युड त तिमीहरूले निकाल्यो हैन, यहाँनिर म्याग्निट्युड तिमीहरूले निकाल्यो। तर तर अब तिमीहरूलाई थीटाको भ्यालु पनि थाहा हुनु पर्यो हैन। अब यहाँनिर के हुनु पर्यो त, थीटाको भ्यालु पनि थाहा हुनु पर्यो। अब सरी, यिनीहरू बीचको एंगल थाहा हुनु पर्यो। एंगल थाहा हुनको लागि यहाँनिर मानौ यो रिजल्टेन्ट र कुनै भेक्टर बीचको एंगल चाहिँ अल्फा हो। रिजल्टेन्ट र कुनै भेक्टर बीचको एंगल अल्फा हो। तिमीहरूले यहाँनिर हेरेर बुझ्न सकिहाल्छौ नि। हेर त, यहाँनिर यो रिजल्टमा केही छ त? केही नै गरेको छैन। यहाँ केही गरेको छ त? यति रिजल्ट हेर त ल, यति कुरा यहाँनिर, यतिमा केही तिमीहरूलाई नयाँ कुरा गरेको छ? सिम्पल हामीले जहिले पढिराख्ने पाइथागोरस थ्योरम लगाएर मात्रै त गरेछ त। हेर त, यो केही पनि गरेको छैन अरू, त्यही पाइथागोरस थ्योरम लगाएर गरेको छ। बीडी को भ्यालु बी हुन जान्छ, बीडी भनेको बी हो, त्यति नै गरेको छ। अब tan अल्फा भनेको चाहिँ कति हुन्छ? tan अल्फा भनेको, मानौ तिमीहरूले ट्रायंगल एडीई हेर्यौ, मानौ एडीई भन्ने ट्रायंगल हेर्यौ भने tan अल्फा भनेको के हुन जान्छ? परपेन्डिकुलर बाई बेस भनेपछि डिई अपन एई हुन जान्छ हो, डिई अपन एई हुन जान्छ। अब डिई भनेको कति हो? बी साइन थीटा हो, र एई भनेको कति हुन जान्छ? यो एई भनेको एबी प्लस बीई हुन जान्छ। यो भनेको के हो? बी साइन थीटा डिवाइडेड बाई एबी भनेको त ए भइहाल्यो, बीई भनेको बी कस थीटा हो। यो चाहिँ तिमीहरूको रिजल्टेन्ट र कुनै एउटा बीचको एंगल तिमीहरूले निकाल्यौ। यो कुरा तिमीहरूलाई के हुन्छ त? आवश्यक हुन्छ है। यो कुरा चाहिन सक्छ। यो अलिअलि रिजल्टहरूको कुरा हो। यो रिजल्टहरूको कुरा तिमीहरूलाई अलिअलि चाहिन सक्छ है त। यो कुराहरू यसो हेर्ने, तिमीहरूले बुझ्ने प्रयास गर्ने, त्यति नै हो। र हामीलाई मेन यहाँनिर चाहिने कहिलेकाहीँ, फेरि जहिले चाहिँदैन, यो एउटा चाहिन सक्छ र यो रिजल्ट चाहिन सक्छ। तर 98% यो यहाँबाट तिमीहरूलाई क्वेसन चाहिँ आउँदैन। 98% स्योर छु म, यहाँबाट तिमीहरूलाई क्वेसन चाहिँ जेनरली सोधिँदैन। त्यही भएर तिमीहरूले त्यस्तो धेरै ठुलो चिन्ता पनि लिनुपर्ने आवश्यकता छैन है। यति रिजल्ट हो। सर एउटामा साइन अर्कोमा कस किन? अरे बाबु, यो त रिजल्ट मिलाएको होइन। रिजल्ट हेर न, त्यहाँ हामीले त भ्यालु निकाल्नु पर्ने छ नि त। हामीलाई जुन नोन भ्यालु हुन्छ त्यो नोन भ्यालु अनुसार भ्यालु निकाल्ने हो, त्यही भएर त्यो आयो। नोन भ्यालुजहरू हुन्छ, त्यो नोन भ्यालुजहरू त निकाल्नु पर्यो नि त हामीले। हो, त्यतिकै लागि हाम्रो काम गरेको हो है, त्यसकै लागि हाम्रो यहाँनिर काम गरिरहेको हो। ओके, अब तिमीहरूलाई थोरै म अरू भेक्टरको सम्बन्धीको केही सानो कन्सेप्टहरूको कुराहरू गर्छु। जस्तै तिमीहरूलाई अर्को कन्सेप्ट के चाहिन्छ त? डट प्रोडक्टको कन्सेप्ट चाहिन्छ। डट प्रोडक्ट अफ टु भेक्टर्सको कन्सेप्ट चाहिन्छ। मानौ ए र बी भनेको दिएर टु भेक्टर्स, ए एन्ड बी आर टु भेक्टर्स। यो भनेको के हो त? दुईवटा भेक्टर्सहरू हो है। मानौ मैले यहाँनिर तिमीहरूको यो ए भन्ने भेक्टर लिए, त्यसै गरी मैले मानौ यहाँनिर अर्को बी भन्ने भेक्टर लिए। यहाँबाट मैले यसरी एउटा परपेन्डिकुलर ड्रप गरेँ, यहाँ यसरी परपेन्डिकुलर ड्रप गरेँ। मानौ यो दुईवटा भेक्टर बीचको एंगल के हो? थीटा हो है। यो दुईवटा भेक्टर बीचको एंगल थीटा हो। अब यसलाई के भनिन्छ भने, हेर है त, यो एबिसी छ, यहाँनिर यति छ। यो बीसी भनेको के हो त? यो बीसी लाई चाहिँ प्रोजेक्सन अफ भेक्टर बी अन ए भनेर भनिन्छ। ठिक छ। यो बीसी लाई चाहिँ के भनिन्छ? प्रोजेक्सन भनेर भन्छ। प्रोजेक्सन गर्नु भनेको के हो त? कुनै बिन्दुबाट अर्को बिन्दुमा जेनरली, अब प्रोजेक्सन पनि धेरै प्रकारका प्रोजेक्सनहरू हुन्छ, तर यहाँनिर हामीले अर्थोगोनल प्रोजेक्सन हेरिरहेछौँ। कुनै एउटा पोइन्टबाट अर्को पोइन्टसम्म तिमीहरूले परपेन्डिकुलर ड्रप गर्नु भनेको के आउँछ त? प्रोजेक्सनको कुरा आउँछ। ठिक छ, यो कुरा तिमीहरूले बुझ्यौ। डट प्रोडक्टमा अब सुरुमा त तिमीहरूले प्रोजेक्सनको बारेमा हेर्यौ,
है, यो के हुन जान्छ, प्रोजेक्सन हुन जान्छ। अब डट प्रोडक्ट ए र बी को डट प्रोडक्टलाई कसरी डिफाइन गरिन्छ त? ए र बी को डट प्रोडक्टलाई हामीले डेफिनेसन है, डेफिनेसन भनेको ए भेक्टरको म्याग्निट्युड टाइम्स के गर्नु पर्यो, यहाँनिर प्रोजेक्सन अफ सरी बी भेक्टरको म्याग्निट्युड टाइम्स प्रोजेक्सन अफ बी अन ए गर्नु पर्यो। अब बी अन ए को प्रोजेक्सनको भ्यालु कति हुन्छ, यो एसी हुन्छ भ्यालु, ठिक छ। यो एसी को तिमीहरूले भ्यालु निकाल्नु पर्यो। यहाँ भने चाहिँ कस थीटा सरी बीसी को भ्यालु निकाल्नु पर्यो। बीसी बाई तिमीहरूले के गर्छौ त, एबी भनेर गर्छौ। भनेपछि बीसी भनेको यो एबी को एसी, एसी बाई एबी निकाल्यो भनेपछि यहाँ एसी भनेको के आउँछ, एबी कस थीटा आउन जान्छ। एबी भनेको के हो, बी कस थीटा भनिसकेपछि सरी यहाँनिर ए भेक्टर हुन्छ है, ए भेक्टर हुन्छ। अनि यहाँनिर बी कस थीटा भनेपछि यहाँनिर के आयो, ए आयो, बी आयो, कस थीटा आउन गयो। यसलाई यसरी एक्सप्रेस गर्न सकिन्छ। एकचोटि फेरि म भनिदिन्छु, मैले तिमीलाई कन्फ्युज बनायो होला। मानौ तिमीहरूसँग भेक्टर छ, एउटा ए भेक्टर छ, अर्को तिमीहरूको बी भेक्टर छ। मानौ तिमीहरूले यो बी भेक्टरको जुन पोइन्ट छ त्यो पोइन्टबाट तिमीहरूले एउटा परपेन्डिकुलर के गर्यौ त, ड्रप गर्यौ। यसलाई चाहिँ प्रोजेक्सन गर्नु भनेर भनिन्छ। अब डट प्रोडक्टलाई कसरी डिफाइन गरिन्छ भन्दा भेक्टर ए को म्याग्निट्युड टाइम्स प्रोजेक्सन अफ बी अन ए भनेर मानिन्छ है। भेक्टर ए को म्याग्निट्युड टाइम्स प्रोजेक्सन अफ बी अन ए भनेर मानिन्छ। यसलाई यसरी पनि डिफाइन गर्न सकिन्छ। फेरि हेर है, तिमीहरूले बी टाइम्स भेक्टर बी को म्याग्निट्युड टाइम्स प्रोजेक्सन अफ ए अन बी भनेर यसरी पनि मान्न सक्छौ, प्रोजेक्सन अफ ए अन बी। यो मान्यो भने तिमीहरूको यहाँ बी आउँछ अनि यहाँनिर तिमीहरूको के आउन जान्छ, ए भेक्टर यहाँ कस थीटा आउन जान्छ। यो चाहिँ तिमीहरूको के हुन जान्छ, डट प्रोडक्ट हुन जान्छ है। यो तिमीहरूको के हुन जान्छ त, डट प्रोडक्ट हुन जान्छ है त। यो तिमीहरूको डट प्रोडक्ट हुन जान्छ, तिमीहरूको डट प्रोडक्टको रुल भयो। ओके ल सन्देश भाइ, तिमीले माइक अन गर्न सक्छौ, भन के भयो। हजुर सर, हामीले अब याद राख्नु पर्ने चाहिँ ए प्रोडक्ट इन्टु बी भेक्टर ए इन्टु बी इक्वल टु म्याग्निट्युड अफ ए इन्टु म्याग्निट्युड अफ बी इन्टु कस थीटा मात्र याद राखे हुने भयो सर। हजुर, किनभने भेक्टर ए को म्याग्निट्युड टाइम्स बी को म्याग्निट्युड भनेको त भेक्टर बी को म्याग्निट्युड टाइम्स ए को म्याग्निट्युडसँग बराबर हुन्छ नि त। अच्छा ओके ओके, अब हेर है त, अर्को इम्पोर्टेन्ट कुरा पनि म सिकाउँदैछु यहाँनिर। अर्को इम्पोर्टेन्ट कुरा यहाँनिर के छ भने तिमीहरूको लागि, मानौ मैले हिजो एउटा सिकाएको थिएँ नि, ए भेक्टरलाई तिमीहरूले यसरी A1 A2 A3 यसरी पनि लेख्न सक्छौ। भेक्टर बी लाई तिमीहरूले यसरी पनि लेख्न सक्छौ, B1 B2 B3। मानौ कुनै तरिकाले दिएको छ हैन, अथवा लु अहिलेको लागि तिमीहरूलाई तीनवटा चाहिँदैन भने A1 A2 लेख्ने, B1 B2 लेख्ने, र यसलाई तिमीहरूले A1 I क्याप, B1 J क्याप, A1 I क्याप, A2 J क्याप, त्यसै गरी B1 I क्याप, B2 J क्याप भनेर छ। अब यो दुईटाको डट प्रोडक्ट भनेको तिमीहरूको के हुन्छ भने A1 A2 डट B1 B2 भनेको के हुन जान्छ, तिमीहरूको A1 A2 प्लस A1 B1 प्लस A2 B2 हुन जान्छ, यस्तो खालको डट प्रोडक्ट गर्दा। अब अर्को नियम तिमीहरूले के याद गर्नु पर्यो भने, मानौ आई र आई भेक्टरको डट प्रोडक्ट गर्दा 1 हुन जान्छ, आई र जे भेक्टरको डट प्रोडक्ट गर्दा 0 हुन जान्छ है। आई र जे भेक्टर सेम भेक्टरहरू किन यस्तो हुन्छ होला तिमीहरूले मलाई भन्न सक्छौ यो फर्मुला अनुसार। हेर है त, मानौ आई भेक्टर छ, आई भेक्टर छ। अब आई को इधरको डट प्रोडक्ट भनेको आई भेक्टरको म्याग्निट्युड, आई भेक्टरको म्याग्निट्युड इधर बीचको एंगल। अब यहाँनिर आई भेक्टर भनेको त दुईवटै कहाँनिर हुन्छ, एक्स एक्सिसमै पर्छ नि, दुईवटै एक्स एक्सिसमा पर्छ। इधर बीचको एंगल कति हुने भयो, 0 डिग्री हुन्छ कि हुँदैन। इधर बीचको एंगल तिमीहरूको कति हुन्छ, 0 डिग्री हुन्छ। र इधर त के हो, युनिट भेक्टर हो। युनिट भेक्टर हो भने चाहिँ इधर बीचको म्याग्निट्युड 1 हुन्छ, त्यही भएर 1 आउँछ। तर आई र जे बीचको एंगल, यो आई भयो भने यतापट्टि के हुन्छ, जे हुन्छ, र इधर बीचको एंगल कति छ, 90 डिग्री छ, त्यही भएर आई इन्टु जे गर्यो भने चाहिँ 0 हुन जान्छ।
यो चाहिँ तिमीहरूको के भयो त डट प्रोडक्ट अन्तर्गतको नियम हुन गयो है त। प्रोजेक्सन अफ बी अनि 22 वर्ष भनेको कस थीटा हुन्छ प्रोजेक्सन अफ बी अनि गर्यो भने त्यही हुन्छ क्या। प्रोजेक्सन अफ बी अनि गर्यो भने त्यही नै हुन्छ, जस्ट उल्टो त बनाइदिनु पर्ने हो। यसलाई तिमीहरूले कस्तो बनाइदिन्छ त यहाँबाट यता तिमीहरूले प्रोजेक्सन गरिदिन्छ यसरी 90 डिग्री, कुरा त्यही नै हुन जान्छ र थीटा त थीटा नै रह्यो नि त हैन, थीटा त थीटा नै रह्यो। अब कतातिर प्रोजेक्सन गर्ने भन्ने कुरा मात्रै हो क्या, कुन साइडमा अथवा कतातिर प्रोजेक्सन गर्छौ दुईतिरै आउँछ है त। यो कुरा तिमीहरूको डट प्रोडक्टमा आउन गयो। अब डट प्रोडक्टको अर्को फर्मुला तिमीहरूको यो पनि याद गर्नु पर्यो, कस थीटा भनेको के हुन्छ ए र बी भेक्टरको डट प्रोडक्ट डिभाइडेड बाई ए भेक्टरको म्याग्निट्युड र बी भेक्टरको के हुन जान्छ म्याग्निट्युड पनि हुन जान्छ है त। ए भेक्टरको म्याग्निट्युड र बी भेक्टरको के हुन जान्छ म्याग्निट्युड पनि यहाँनिर हुन जान्छ। ठिक छ, मलाई लाग्छ यहाँसम्म तिमीहरूलाई त्यस्तो खासै केही अप्ठ्यारो छैन। अब नेक्स्टमा मैले तिमीहरूलाई बुझाउने भनेको के छ त क्रस प्रोडक्ट भनेर छ हेर है त। नेक्स्टमा हामीले बुझ्नुपर्ने के छ त क्रस प्रोडक्ट अफ टु भेक्टर्स भनेर छ। मानौ ए र बी भन्ने दुईवटा भेक्टरहरू छन् है, ए र बी भन्ने मसँग दुईवटा भेक्टरहरू छन् भने एउटा कुरा के हो भने डट प्रोडक्टले चाहिँ तिमीहरूको स्केलर भ्यालु दिन्छ, डट प्रोडक्टले तिमीहरूको स्केलर भ्यालु दिन्छ जसमा कुनै डिरेक्सन हुँदैन। ए डट बी गरिसकेपछि डट प्रोडक्ट हुन्छ, स्केलर भ्यालु दिन्छ, त्यही भएर यसलाई स्केलर प्रोडक्ट पनि भनिन्छ किनभने यसले अन्तिममा स्केलर भ्यालु दिन्छ। अनि यो क्रस प्रोडक्टले चाहिँ तिमीहरूको भेक्टर दिन्छ, भेक्टर दिइसकेपछि यसलाई हामी भेक्टर प्रोडक्ट भनेर पनि भन्न सक्छौँ है त, भेक्टर प्रोडक्ट पनि भन्न सक्छौँ। अब यसमा के हुन्छ त मानौ मैले यहाँनिर दुईवटा भेक्टर लिए, मानौ मैले दुईवटा भेक्टर लिए, यो मानौ ए भेक्टर भयो र यो बी भेक्टर भयो। अब मानौ यिनीहरूको मैले क्रस प्रोडक्ट गरेँ, ए क्रस बी मेरो निकाल्ने इच्छा हो भने मैले एङ्गल कसरी डिफाइन गर्नुपर्ने हुन्छ ए देखि बी सम्म मैले एङ्गल डिफाइन गर्नुपर्ने हुन्छ, ए देखि बी सम्म जानु पर्यो क्या, ए बाट बी सम्म जानु पर्यो। अब यसको लागि तिमीहरूले कसरी हेर्ने भने कसरी हेर्न सक्छौ त डिरेक्सन कसरी पत्ता लगाउन सक्छौ त सिम्पल कुरा छ है, एकदमै सिम्पल कुरा हुन्छ कसरी पत्ता लगाउने के गर्ने भन्ने कुरा है। पख है त मानौ ल यसलाई यसरी हेरौँ, अहिलेको लागि यसरी हेरौँ ल। मानौ यो तिमीहरूको टेबल भयो, तिमीहरूले एउटा हात टेबलमा राख, यो ए भेक्टर भयो र यो तिमीहरूको के भयो त बी भेक्टर भयो, यो तिमीहरूको टेबलमा मैले दुईवटा भेक्टर बनाएँ। अब तिमीहरूलाई ए क्रस बी सोधेको छ भने तिमीहरूले यहाँदेखि यहाँसम्म आफ्नो दाहिने हातलाई लग्ने, यहाँदेखि यहाँसम्म के गर्ने आफ्नो दाहिने हातलाई एतिर तिमीहरूको औँलाहरू सबै एतिर पोइन्ट गर्ने र त्यसपछि तिमीहरूले के गर्ने त बी भेक्टरतिर घुमाउने। यसरी गर्दाखेरि त्यहाँनिर आउने एङ्गल हुन्छ थीटा। अब जुन बुढी औँलाले पोइन्ट गर्छ नि त्यो तिमीहरूको नयाँ भेक्टरको के हुन जान्छ डिरेक्सन हुन जान्छ, तिमीहरूको नयाँ भेक्टरको के हुन जान्छ यो डिरेक्सन हुन जान्छ हो। यतापट्टि चाहिँ तिमीहरूको के आउँछ ए क्रस बी भन्ने नयाँ भेक्टर आउँछ। यो भेक्टर तिमीहरूको यो बीसँग पनि पर्पेन्डिकुलर छ, यो भेक्टर तिमीहरूको बीसँग पनि पर्पेन्डिकुलर छ, यो भेक्टर तिमीहरूको एसँग पनि पर्पेन्डिकुलर हुन्छ। अब यसको भ्यालु के हुन्छ ए भेक्टरको म्याग्निट्युड बी भेक्टरको म्याग्निट्युड साइन थीटा र यहाँनिर एउटा आउँछ यन क्याप। यो यन क्याप भनेको चाहिँ यो जुन हाम्रो भेक्टर आएको छ नि नयाँ भेक्टर यो भेक्टरको युनिट भेक्टर हो क्या, अथवा यन क्याप भनेको तिमीहरूले के बुझ्न सक्छौ ए क्रस बी भन्ने जुन भेक्टर आएको छ यो भेक्टरलाई यसको म्याग्निट्युडले डिभाइड गर्दा आउने भेक्टर नै के हो त यन क्याप हो है त। यो नै तिमीहरूको के हुन जान्छ यन क्याप हुन जान्छ है, कुरा बुझ्यौ होला है तिमीहरूले, यो नै तिमीहरूको के हुन जान्छ यन क्याप भनेर आउन जान्छ। केही त्यस्तो अप्ठ्यारो छ है? ओके, कुरा एकदमै सिम्पल छ, गाह्रो छैन, कुरा एकदम सिम्पल छ है त। यो तिमीहरूको के भयो त क्रस प्रोडक्ट हुन गयो है, यो तिमीहरूको के हुन गयो क्रस प्रोडक्ट हुने भयो। साइन थीटा नै हुन्छ क्रसमा अनि कस थीटा स्क्वायरमा, यस यस क्रस प्रोडक्टमा तिमीहरूको साइन थीटा नै हुन जान्छ र तिमीहरूको डट प्रोडक्टमा के हुन जान्छ सरी डट प्रोडक्टमा कस थीटा हुन जान्छ
र क्रस प्रोडक्टमा तिमीहरूको साइन थीटा नै हुन जान्छ है त। ओके, यन क्याप भनेको बाबु तिम्रो ऊ हो क्या, स्केलर भ्यालु। जस्तै तिमीहरूले 1 भनेर प्रयोग गर्छौ नि, 1 भनेर तिमीहरूको नम्बर हुन्छ नि, हो त्यसरी नै भेक्टरमा चाहिँ तिमीहरूको युनिट भेक्टर हुन्छ क्या। जस्तो तिमीहरूको 1 भन्ने भ्यालु हुन्छ त्यसरी नै यसमा चाहिँ के हुन जान्छ, यो यन क्याप भन्ने भ्यालु हुन्छ। यो भनेको चाहिँ के हो त, युनिट भेक्टर पत्ता लगाएको हो क्या हामीले। किन युनिट भेक्टर चाहियो त भन्दाखेरि यसले चाहिँ मलाई के पत्ता लगाउन दियो त भन्दा डिरेक्सन के। मेरो जुन ए क्रस बी भेक्टर भन्ने छ यसलाई प्रोनाउन्स गर्दा हामी ए क्रस बी, ए इन्टु बी भन्दैनौँ, ए क्रस बी भनेर भन्छौँ। यो चाहिँ हुन जान्छ है त, यो चाहिँ तिमीहरूको आउन जान्छ। कुरा बुझ्यौ होला है तिमीहरूले है। अब यसमा साइन किन आयो भन्ने कुरा गर्दाखेरि तिमीहरूलाई यो चाहिँ एउटा टास्क जस्तो हुन्छ, तिमीहरूले एउटा टास्क गर्नुपर्छ। हुन त यत्रो डिटेलिङमा हामीले जानु पर्दैन है, यत्रो डिटेलिङमा हामी जानु त पर्दैन, तर जस्तै तिमीहरूले यहाँनिर हेर्छौ क्रस प्रोडक्टलाई डिफाइन गर्दाखेरि यसरी पनि डिफाइन गरिन्छ के। क्रस प्रोडक्टलाई डिफाइन गर्दाखेरि यहाँनिर मानौ यो ए भेक्टर भयो, मानौ यो बी भेक्टर भयो है, यो ए भेक्टर भयो, यो बी भेक्टर भयो। अब यसलाई यसरी पनि लेख्न सकिन्छ है, यो कुरालाई यसरी। अब यहाँ हेर, यो ए भेक्टर भयो, यो बी भेक्टर भयो, यो एउटा प्यारालेलोग्राम हो। मानौ यहाँबाट मैले एउटा परपेन्डिकुलर ताने, यहाँ यसरी परपेन्डिकुलर ताने, र यो एङ्गल के हो तिमीहरूको थीटा हो है। यो एङ्गल तिमीहरूको के हुन जान्छ, थीटा हुन जान्छ है त। अब यहाँबाट तिमीहरूले एउटा कुरा के देख्न सक्छौ, मलाई भन्न सक्छौ तिमीहरूले प्यारालेलोग्रामको एरिया के हुन्छ। यो प्यारालेलोग्रामको एरियाको के हो फर्मुला, मलाई भन त ल। तिमीहरूले यत्रो म्याथ पढेको छौ, प्यारालेलोग्रामको एरिया कसरी क्याल्कुलेट गर्छौ तिमीहरूले? प्यारालेलोग्रामको एरिया भनेको कुनै एउटा बेस लिने अनि हाइट लिने। जस्तै यदि मैले यो हाइट लिएँ भने यो बी तिमीहरूको बेस हुन्छ है, यो बी तिमीहरूको बेस हुन्छ। एरिया भनेको के हुन जान्छ, बेस इन्टु हाइट। अब यो प्यारालेलोग्राम कहाँनिर बसेको छ, यहाँ तल बसेको छ। अब यसको बेस भनेको के हो, बी हो, हाइट। अब हाइटलाई तिमीहरूले यसरी लेख्न सक्छौ, मानौ यो ट्रायङ्गल यसलाई मैले एबिसिडिई माने भने, यो एडिई ट्रायङ्गल लियो भने यो एडिई ट्रायङ्गलमा हेर त, साइन थीटा भनेको के हुन्छ, एच अपन ए हुन्छ। एच भनेको ए साइन थीटा आउन गयो भनेपछि यहाँनिर ए साइन थीटा आयो। यो भनेको के आयो, एबी साइन थीटा भनेर आउन जान्छ है। यो एबी साइन थीटा भनेर आउन जान्छ। अब यहाँ हेर त, यो रिलेसन र यो माथिको रिलेसनमा के सिमिल्यारिटी छ भन्दा, मानौ यसको मैले म्याग्निट्युड मात्रै लिए भने, यसको मैले म्याग्निट्युड मात्रै लिए भने यो जस्ताको तस्तै आउँछ, यो जस्ताको तस्तै आउँछ, यो जस्ताको तस्तै आउँछ, तर यो भ्यालु 1 हुन्छ के। भनेपछि खासमा ए क्रस बी को म्याग्निट्युड भनेको के हुँदो रहेछ त, एरिया अफ प्यारालेलोग्रामसँग के हुँदो रहेछ, इक्वल हुँदो रहेछ। ए क्रस बी को म्याग्निट्युड के हुँदो रहेछ, एरिया अफ प्यारालेलोग्रामसँग के हुँदो रहेछ त, यो इक्वल हुँदो रहेछ। यो कुरा हो तिमीहरूको है त। त्यही भएर त्यहाँनिर साइन थीटाको टर्मिनोलोजीहरू आएको हो, बेस इन्टु हाइट। यस एक्ज्याक्टली यसरी आउँछ। यो तिमीहरूले 11 क्लासमा अझै मजाले पढ्छौ। अब एकजना नानीले हिजो क्वेसन सोधेको थियो, कहाँ छ त त्यो क्वेसन, त्यो क्वेसन कहाँनिर छ त नि, ऋतिकाले क्वेसन सोधेको थियो। के थियो नानी तिम्रो क्वेसन कहाँ छ यार? कहाँनिर क्वेसन सोधेको थियो भने नि, डिस्कसन ग्रुप कहाँ गयो त क्वेसन, मलाई पनि पठाएको होला। यहाँनिर पठाएको छ। ओके, उसले एउटा क्वेसन पठाएको छ है। उसले एउटा क्वेसन के पठाएको छ भने, ल हेर है त, क्वेसन के छ, टु फोर्सेस 4 न्युटन एन्ड 6 न्युटन आर एडेड।
अब के भनौँ, which of the following answer cannot be possible. अब यो क्वेसनले अब एन्सर के छ तिमीहरूको, यहाँ ए मा छ 1 न्युटन, बी मा छ 4.5 न्युटन, सी मा छ 6 न्युटन र डी मा छ 8 न्युटन। यो छ है उसले सोधेको क्वेसनमा, यो छ है त। अब यहाँनिर हेरौँ, ठिक छ मैले भेटेँ क्वेसन। अब यहाँ हेर, तिमीहरूको अघि एउटा रिजल्टेन्टको मैले फर्मुला लेखिदिएको थिएँ। रिजल्टेन्टको फर्मुला के थियो, ए स्क्वायर प्लस 2ab cos थीटा प्लस बी स्क्वायर। योले चाहिँ खासमा रिजल्टेन्ट दिन्छ हो, यसले खासमा रिजल्टेन्ट दिन्छ। अब सबैभन्दा ठुलो भ्यालु यहाँ कति आउन सक्छ, ल हेर है त। सबैभन्दा ठुलो भ्यालु भनेको मानौ यो थीटाको भ्यालु 0 भयो भने सबैभन्दा 0 आउँछ, किनभने cos थीटा त्यो बेलामा 1 हुन्छ। भनेपछि यहाँ ए को भ्यालु 4 मान्ने, बी को भ्यालु 6 मान्ने। यति बेलामा कति आउँछ, 4 स्क्वायर प्लस 2 into 4 into 6 प्लस 6 स्क्वायर आउँछ हो। यो भनेको कति आउँछ, 4 प्लस 6 को होल स्क्वायर आउँछ। यो भनेको 10 न्युटन आउँछ है, 10 न्युटन आउँछ। मानौ मैले थीटाको भ्यालु 90 डिग्री माने, आर को भ्यालु यहाँ कति आउन जान्छ, यो भनेको 0 आउँछ नि त। यो भ्यालु भने 4 स्क्वायर प्लस 6 स्क्वायर भनेको 16 प्लस 36 भने कति आउँछ, यहाँ 52 आउँछ हैन। यो पनि आउन सक्ने रहेछ, ठिक छ। अब तिमीहरूले मानौ एउटा भ्यालु क्याल्कुलेट गर त, थीटाको भ्यालु 180 मानौ भने के हुन्छ होला, ल मलाई भनेर निकाल त। थीटाको भ्यालु तिमीहरूले चाहिँ 180 मान्यौ भने यो बेलामा आर को भ्यालु कति आउँछ होला, मलाई भन्न सक्छौ? थीटाको भ्यालु के हुन्छ होला? ल मलाई भन। के आयो तिमीहरूको? 2 आयो, 2 आयो भनेपछि तिमीहरूको सबैभन्दा सानो फोर्स कति हुन सक्ने रहेछ, 2 न्युटन हुन सक्ने रहेछ हो। तिमीहरूको सबैभन्दा सानो भ्यालु त 180 मा आउँछ नि त। यो भन्दा सानो भ्यालु हुन सक्छ तिमीहरूको? 180 मा आर को भ्यालु तिमीहरूले 2 न्युटन निकाल्यो, यो भन्दा सानो भ्यालु हुन सक्छ? सक्दैन नि त, किनभने अब यो 90 हुँदा त यो 0 हुन्छ। हेर है, 1 - 0 गर्दाखेरि ठुलो आउँछ कि 1 - 2 गर्दा ठुलो आउँछ, ल भन त। 1 - 0 गर्दा ठुलो आउँछ कि 1 - 2 गर्दा? अभियसली 1 - 0 गर्दा ठुलो आउँछ नि हैन हो। त्यही भएर यहाँबाट तिमीहरूले के बुझ्यौ त, सबैभन्दा सानो फोर्स तिमीहरूको कति न्युटन हुँदो रहेछ, 2 न्युटन हुँदो रहेछ। तर अप्सनमा तिमीहरूले हेर त 1 न्युटन पनि दिइरहेछ कि छैन, भन्छ यो 1 न्युटन चाहिँ तिमीहरूको हुँदैन के। कुरा बुझ्यौ? 1 न्युटन चाहिँ तिमीहरूको हुँदैन। अब सर 8 न्युटन किन हुन सक्छ? हुन सक्छ, कसरी भन्दा हेर त, तिमीहरूको फोर्सको हाइएस्ट भ्यालु भनेको 10 न्युटन हुन्छ। तिमीहरूको फोर्सको रिजल्टेन्टको रेन्ज भनेको के छ त, 2 न्युटनदेखि 10 न्युटनसम्म तिमीहरूको रिजल्टेन्टको के छ त, रेन्ज छ। यो तिमीहरूको रिजल्टेन्टको रेन्ज हो। अब तिमीहरूको यहाँनिर 10 न्युटन पनि हुन सक्छ, 10 न्युटन भन्दा कम हुन सक्छ, तर 2 न्युटन भन्दा कम हुन पाएन नि त हैन। 2 न्युटन भन्दा कम हुन नपाएपछि तिमीहरूको यहाँनिर 1 न्युटन त एन्सर हुन पाउँदैन। तर 2 न्युटनदेखि 10 न्युटन बिचको त सबै कुरा हुन जान्छ है हो।
यो त्यसैले चाहिँ यस्तो भ्यालु आउँछ। मैले यहाँ माथि तिमीहरूलाई फर्मुला, त्यही भएर मैले हिजो भनेको तिमीहरूलाई किन भनेको रहेछ बुझ्यौ? हेर केटाकेटी हो, एकैचोटि सबै कुरा बुझिँदैन। हेर त है, हामी यहाँ क्लास 11 को थोरै चुस्स छुँदाखेरि हामी यति धेरै कन्फ्युज भइरहेछौँ भने हामीले उतापट्टि अरू अरू कुरा पढ्नु पर्यो, म्याग्नेटिक मुभमेन्ट, म्याग्नेटिक फ्लक्स पढ्नु पर्यो भने कति कन्फ्युज भइन्छ होला। ऋतिकाले बुझ्यो कि बुझेन? बुझिङ भनेको के हो? बुझिङ भनेको बुझिरहेछ कि बुझिन भने हो? बुझिएन। ल ठिकै छ, अब एकजना कसैले बुझेछ यो कुरा? कसैले बुझ्यो? यस्तो क्या, यहाँ हेर, ल यो गरेर बुझाइदिन्छु। हेर 180 मा हेर है त, 180 मा तिमीहरूलाई थाहा भयो ए को भ्यालु 4 स्क्वायर प्लस 2 इन्टु 4 इन्टु 6 कस 180 भनेको कति हो? कस 180 आयो यहाँ, कस 180 प्लस 6 स्क्वायर। यो भनेको तिमीहरूको कति आउँछ यहाँ? 4 स्क्वायर माइनस 2 इन्टु 4 इन्टु 6 प्लस 6 स्क्वायर आउँछ। यो भनेको तिमीहरूले 6 माइनस 4 को स्क्वायर गर्न सक्छौ। यो भनेको 2 न्युटन आउन जान्छ। त्यही भएर तिमीहरूलाई यसरी गराएको हो। -1 आउँछ नि त त्यहाँनिर है त। यो कुरा छ, बुझ्यौ कि बुझेन तिमीहरूले? यो कुरा छ यहाँनिर, तिमीहरूको यो कुरा आउँछ। एन्सर तिमीहरूको 2 न्युटन चाहिँ पोसिबल छैन यहाँनिर। विच अफ द फलोइङ एन्सर क्यानट बी पोसिबल भन्दा 1 न्युटन चाहिँ तिमीहरूको पोसिबल छैन क्या है त। यो चाहिँ तिमीहरूको पोसिबल छैन। अब तिमीहरूलाई सर्टकटमा बुझाउँदाखेरि, अब हेर, मानौ तिमीहरूको यहाँनिर अरू एन्सर दिएको भए, मानौ तिमीहरूको अरू एन्सर दिएको भए तिमीहरूले नभन्न पनि त, नमिलाउनु पनि त सक्थ्यौ नि, होइन है त? त्यही कुरा हो। कस थीटाको मिनिमम र म्याक्सिमम भ्यालु भनेको कति हो? हेर, कस थीटाको रेन्ज भनेको कति हो? -1 देखि 1 हो कि होइन? कस थीटाको रेन्ज भनेको -1 देखि 1 हो भनेपछि तिमीहरूले मिनिमम भ्यालु कति बेला आउँछ? कस थीटाको भ्यालु -1 राख्दा मिनिमम आउँछ। अब कस थीटाको मिनिमम भ्यालु -1 भने चाहिँ थीटाको भ्यालु 180 हुनु पर्यो। त्यसै गरी कस थीटाको म्याक्सिमम भ्यालु भनेको 1 भनेको कति बेला आउँछ? 0 मा आउँछ। अब अप्सनमा 10 भन्दा बढी भएको भए हजुर त्यो पनि हुन्थ्यो है। अप्सनमा 10 भन्दा बढी भएको भए त्यो भ्यालु पनि तिमीहरूको एन्सरमा चाहिँ आउन जान्थ्यो। कुरा बुझ्यौ नि तिमीहरूले? अप्सनमा तिमीहरूको 10 भन्दा ज्यादा भएको भए, अप्सनमा तिमीहरूको 10 भन्दा ज्यादा भएको भए त्यो पनि आउन जान्थ्यो। अब एउटा कुनै दिनु पर्यो, सबै दिँदैन होइन, सबै दिँदैन। जति आउँछ अब त्यही कुरा अनुसार गर्नुपर्ने हुन्छ। ठिक छ, तिमीहरूले कुरा बुझ्यौ? 180 को सेकेन्ड स्टेपमा माइनस कसरी? अरे यार, कस 180 भनेको माइनस होइन त? कस 180 भनेको माइनस हो कि होइन? कस 180 भनेको माइनस हो। ओके, कुरा बुझ्यौ होला है तिमीहरूले? 0 र त्यो नगर्दा पनि हुन्छ। कुनै पनि दुईवटा भेक्टरको म्याक्सिमम भ्यालु भनेको त दुईटालाई जोड्ने, यो म्याक्सिमम हुन्छ, र यसको मिनिमम भ्यालु भनेको दुईटालाई घटाउने। कुनै पनि दुईटा भेक्टरहरूको म्याक्सिमम भ्यालु भनेको त्यो दुईटा भेक्टरलाई जोड्दा, डिरेक्टली जोड्दा म्याक्सिमम भ्यालु आउँछ, यो म्याक्सिमम भ्यालु हुन्छ। र मिनिमम भ्यालु भनेको कति बेला आउँछ? त्यो दुईवटा भेक्टरलाई घटाउँदा, डिरेक्टली घटाउँदा मिनिमम भ्यालु आउँछ। यो त मैले तिमीहरूलाई प्रोसेस पो बुझाएको त, कसरी मिनिमम भयो कसरी म्याक्सिमम भयो भनेर बुझाएको। तिमीहरूले त मैले डिरेक्टली लेखेको भए खोज्थ्यौ, सर किन यो म्याक्सिमम भयो किन यो मिनिमम भयो भनेर खोज्थ्यौ कि खोज्दैन थियौ त? हो, त्यही भएर मैले यो प्रोसेस वाइज गरिदिएको, यसरी मिनिमम हुन्छ यसरी म्याक्सिमम हुन्छ भनेर। तिमीहरूले त डिरेक्टली यो गर्छौ नि। म्याक्सिमम भनेको के हुन्छ? 4 न्युटन प्लस 6 न्युटन दुईटा भेक्टरलाई जोड्दा म्याक्सिमम हुन्छ। मिनिमम भनेको के हुन जान्छ? त्यो दुईटा भेक्टरहरूलाई घटाउँदा के हुन जान्छ? मिनिमम हुन जान्छ। त्यही नै कुरा हो है त, रिजल्टेन्टको कुरामा चाहिँ है, रिजल्टेन्टको कुरामा। ओके, यो क्वेसन भयो। 3 भेक्टर्सको सेम हुँदैन है, 3 भेक्टर्सको त्यसरी आउँदैन तिमीहरूलाई।
3 भेक्टर्सको कुराहरूमा त्यसरी आउँदैन, 3D मा काम गर्नुपर्ने हुन्छ र 3D मा तिमीहरूको एङ्गलको कन्सेप्ट अलिकति चेन्ज हुन्छ। तिमीहरूले एङ्गल पढ्दैन, तिमीहरूले डिरेक्सन कोसाइन्स अनुसार काम गर्छौ है त। जब 3D मा कुराहरू आउँछ 4.5 तिमीहरूले एङ्गल निकाल्नु पर्यो अभियान भाइ। एङ्गल निकालेर हेर्नुपर्ने हुन्छ, कति एङ्गलमा हुन्छ, थीटाको भ्यालु निकाल्नु पर्यो। मिल्न चाहिँ मिल्छ, थीटाको भ्यालु निकालेर हेऱ्यो भने कुनै न कुनै थीटाको भ्यालुमा मिल्छ है त। ओके, तिमीहरूको भेक्टर सम्बन्धीको अरू कुनै क्वेसन छ कि छैन? किनभने भेक्टरबाट तिमीहरूलाई जेनेरली क्वेसनहरू सोध्दैन है, भेक्टरबाट जेनेरली क्वेसन सोध्दैन। म्याथमा चाहिँ तिमीहरूले पढ्छौ है, म्याथमा चाहिँ तिमीहरूले पढ्छौ तर यतापट्टि सोध्दैन। म्याथमा चाहिँ तिमीहरूले पढ्नुपर्छ। म्याथमा चाहिँ तिमीहरूले पढ्नुपर्छ। यहाँ छैन सर भेक्टरको थ्योरम नै क्लियर छ ओपिटी म्याथमा पढेको। ए होइन होइन, तिमीहरूलाई ओपिटी म्याथमा जब सरले म्याथमा भेक्टर पढाउनुहुन्छ नि त्यहाँ चाहिँ तिमीहरूलाई क्वेसनहरू आउँछ क्या, भेक्टर सम्बन्धीको क्वेसनहरू त्यहाँनिर आउँछ क्या। तर तिमीहरूलाई यसरी एससीको एक्जाम्सहरूमा अथवा इन्ट्रान्स एक्जाम्सहरूमा जेनेरली त्यसरी सोधिँदैन क्या है। र तिमीहरूलाई अब अरू क्वेसन्सहरू जेनरली यहाँनिर गर्यो भने ल ठिकै छ, एउटा क्वेसन गरिहालौ त, तिमीहरूले भेक्टर भनिहालौ। ल एउटा क्वेसन ट्राई गर है तिमीहरूले। मानौ यहाँनिर यो एउटा आयो, मानौ यसलाई यम मानौ, यसलाई ओ मानौ, यसलाई यन मानौ, यसलाई पी मानौ। अब एउटा यतापट्टिको डिरेक्सन ख्याल गर है, यो ई हो, त्यसै गरी यो डी हो, त्यसै गरी यो सी हो, त्यसै गरी यो बी हो। अब यहाँनिर यो यतापट्टि छ, यो यतापट्टि डिरेक्ट भएको छ, त्यसै गरी यो यतापट्टि डिरेक्ट भएको छ, त्यसै गरी यो यतापट्टि डिरेक्ट भएको छ र एउटा अन्ततगत भेक्टर आउँछ यहाँदेखि यहाँसम्म, अनि यो यतापट्टिको डिरेक्सनमा डिरेक्ट भएको छ। अब क्वेसनले के सोधिरहेछ भने द करेक्ट रिलेसन इज भनिरहेको छ, द करेक्ट रिलेसन इज भनिरहेको छ। एमा छ तिमीहरूको ए प्लस बी प्लस ई इक्वल्स टु 0 छ, बीमा छ तिमीहरूको सी माइनस डी इक्वल्स टु माइनस ए भनेर छ, सीमा छ तिमीहरूको बी प्लस सी माइनस बी प्लस ई माइनस सी इक्वल्स टु माइनस डी भनेर छ, र डीमा छ अल अफ द एबभ, अल अफ द एबोभ भनेर छ। ल अब यसको एन्सर के हुन्छ होला, ल निकाल त हेरौँ, भेक्टर कतिको बुझ्या छ हेरौँ। अब यहाँनिर तिमीहरूले सी नम्बर भन्यौ, ए भेक्टर यहाँनिर छ है, यो ए भेक्टर हो तिमीहरूको। ल अब पहिलो अप्सनमा चेक गरौँ, हेर तिमीहरूलाई थाहा छ यदि हामी यमदेखि पी जान्छौँ र पीदेखि यन जान्छौँ भने यसलाई हामीले के लेख्न सकिन्छ, यम यन भनेर लेख्न सकिन्छ। तर हाम्रो त यम पी गएको छ त, हाम्रो कहाँ गएको छ, पिएमतिर गएको छ नि, यसलाई हामीले माइनस पिएम लेख्नु पर्यो। अब यो पिएनतिर गएको छ त, यसलाई हामीले माइनस के लेख्नु पर्यो, पी माइनस यन पी भनेर लेख्नु पर्यो। यो इक्वल्स टु के हुन्छ, यमएन हुन्छ, यमएन भनेको ए भेक्टर भनेपछि यो माइनस पिएम भनेको के हुन्छ, यो माइनस ई भयो, यहाँ माइनस बी भयो, इक्वल्स टु ए भेक्टर भनेपछि ए भेक्टर प्लस बी भेक्टर प्लस सी भेक्टर ई भेक्टर भनेको 0 भयो कि भएन, ए प्लस बी प्लस ई भेक्टर भनेको 0 हो कि भएन। कसरी तिमीहरूको सी मात्रै आयो, यो ए पनि मिल्यो कि मिलेन, खै त ओपिटी म्याथ पढेको, भेक्टर पढेको होइन त ओपिटी म्याथमा। अब अप्सन चेन्ज भयो सबैको एकै तालमा, फटाहरू
यहाँ हेर अब यिनीहरू त बडो गफाडी पो रहेछ नि त यार। ल अब यो पहिलो अप्सनको लागि भयो। दोस्रोमा जाउँ। दोस्रोमा के छ, सी माइनस डी इक्वल्स टु माइनस ए भनेर छ। मानौ मैले यहाँ यनदेखि ओ गएँ, त्यसपछि ओदेखि यम गएँ भने मेरो यन यमतिर जान्छ। यो ट्रायङ्गल लबाट यन यमतिर जान्छ। अब मेरो यन ओतिर नै गइरहेछ। ओके, यन ओतिर गइरहेछ। ओएमतिर गइरहेको छ त माइनस यम ओतिर चाहिँ छ इक्वल्स टु यन यम भनेकोतिर गइरहेछ माइनस यम यन हुन्छ। अब सी भेक्टर माइनस यम ओ भनेको डी भेक्टर इक्वल्स टु माइनस ए भेक्टर भनेपछि बी पनि मिल्छ। भनेपछि तिमीहरूको सी पनि अभियसली मिल्नु नै पर्छ। डी नम्बर तिमीहरूको के हुन जान्छ, सही उत्तर हुन जान्छ है। सी नम्बर तिमीहरूको सही उत्तर हुन जान्छ। अब अर्को क्वेसन हेर। क्वेसन त बढिया बढिया क्वेसन पो लिन्छु त म फेरि। क्वेसन हेर है यहाँनिर। मानौ रेसियो अफ मैक्सिमम एंड मिनिमम अफ मैग्नीट्यूड रेशियो अफ मैक्सिमम एंड मिनिमम मैग्नीट्यूड अफ रिजल्टेंट of two vectors A and B is के भनेको छ 3:1। नाउ मैग्नीट्यूड अफ A इक्वल्स टु वाट भनिरहेछ। A मा दिइरहेको छ B सँग बराबर, B मा दिइरहेको छ 2 टाइम्स मैग्नीट्यूड अफ B, C मा दिइरहेछ 3 टाइम्स मैग्नीट्यूड अफ B र D मा दिइरहेछ 4 टाइम्स मैग्नीट्यूड अफ B। अचुवातालमा हैन है, हिसाब गरेर गर्ने, हिसाब गरेर गर्ने। अघि भर्खर यो क्वेसनमा मैले एउटा हिन्ट्स पनि दिइसकेको छु। माथि नै यसको हिन्ट्स आइसकेको छ तिमीहरूलाई। म्याक्सिमम र मिनिमम कसरी निकाल्ने भन्ने अघि हिन्ट्स आइसकेको छ नि तिमीहरूलाई। हो त्यो अनुसार गर त। ल हेरौँ। तिमीहरूको म क्वान्टम थ्योरी हेरिहाल्छु नि यहीँनिर। ल हेरौँ एन्सर। यहाँ हेर ल। अब यहाँ के थियो, अघि मैले के भनेको थिएँ, दुईटा भेक्टरहरूको म्याक्सिमम म्याग्निट्युड हुन्छ भने त्यो के हुन्छ, त्यो दुईटा भेक्टरहरूको म्याग्निट्युडलाई सिधै जोडिदिए हुन्छ। र यदि तिनीहरूको मिनिमम हो भने के गर्नु पर्यो, त्यो दुईटा भेक्टरलाई के गर्नु पर्यो, घटाउनु पर्यो। यो म्याक्सिमम, माथिको म्याक्सिमम म्याग्निट्युड हो, यो तलको मिनिमम हो। अब यसको रेसियो कति हुन्छ, 3/1 हुन्छ भनिरहेछ। अब यहाँनिर के आयो, ए भेक्टर प्लस बी भेक्टर भनेको ए भेक्टर 3 टाइम्स ए भेक्टर माइनस 3 टाइम्स बी भेक्टरको म्याग्निट्युड। अब एलाई यता बीलाई उता हुन बनाउँदाखेरि 4 टाइम्स बी भेक्टरको म्याग्निट्युड, यतापट्टि 2 टाइम्स ए भेक्टरको म्याग्निट्युड। भनेपछि ए भेक्टर भनेको कति आयो, 2 टाइम्स बी भेक्टरको म्याग्निट्युड आयो कि आएन, भनेपछि बी चाहिँ तिमीहरूको करेक्ट हुन जान्छ। बी चाहिँ करेक्ट हुन जान्छ है, बी चाहिँ करेक्ट हुन जान्छ। अब बी करेक्ट, भेरी गुड। ओजस्वीले एकदम सही उत्तर दिएको छ है, ओजस्वीले एकदम सही उत्तर दिएको छ। अब अर्को हेरौँ है त ल। नेक्स्ट क्वेसनमा दिन्छु म तिमीहरूलाई एंगल बिट्विन A क्रस B भेक्टर, एंगल बिट्विन A क्रस B भेक्टर एन्ड A भेक्टर इज भनेर छ। यिनीहरू बीचको एंगल कति हुन्छ होला, अघि भर्खर मैले भनेको छु कति हुन्छ ल, सबैले मिलाऊ त यसको। नाइन्टी डिग्री हुन्छ। भेरी गुड, 90 डिग्री हुन्छ। यसको साथसाथै मैले अर्को क्वेसन सोधे। मानौ
ए डट ए क्रस बी भनेको कति हुन्छ मलाई भन्न सक्छौ? ए डट ए क्रस बी भनेको कति हुन्छ? ए भेक्टर र ए क्रस बी भेक्टरको डट प्रोडक्ट गर्यो भने कति हुन्छ होला भ्याल्यु? ल भन त हेरौँ। यसको डट प्रोडक्ट गर्यो भने कति हुन्छ भ्याल्यु? भेरी गुड, 0 हुन्छ नि। किन 0 हुन्छ? यो डट प्रोडक्ट भनेको के हो? ए भेक्टरको म्याग्निट्युड, ए क्रस बी भेक्टरको म्याग्निट्युड र कस थीटा। अब यिनीहरू बीचको एंगल कति छ? अघि भर्खरै 90 डिग्री भने हैन मलाई? 90 डिग्री भनेपछि cos 90, cos 90 भनेको 0 भनेपछि यो 0 भयो कि भएन? 0 भयो। त्यही भएर तिमीहरूको 0 डिग्री हुन्छ। यस्तो क्वेसनहरु तिमीहरूलाई सोधिदिन्छ क्या सेन्जेबलतिर। तिमीहरू झुक्यौ कि झुक्केनौ? झुकिनु भएन। मानौ अर्को क्वेसन हेर, ए भेक्टर प्लस बी भेक्टरको म्याग्निट्युड चाहिँ ए भेक्टरको म्याग्निट्युडसँग पनि बराबर छ, बी भेक्टरको म्याग्निट्युडसँग पनि यो के छ त? बराबर छ। अब सोधिरहेछ एंगल बिट्विन ए एन्ड बी भनेर सोधिरहेछ। एंगल बिट्विन ए एन्ड बी इज भनिरहेको छ। अप्सन नम्बर ए मा छ 120 डिग्री, अप्सन नम्बर बी मा छ 60 डिग्री, अप्सन सी मा छ 90 डिग्री र डी मा छ 0 डिग्री। के हुन्छ ल? यसको एन्सर के हुन्छ ल? धेरै समय छैन है हामीसँग, अब सकिन लाग्यो नि टाइम। ल हेर अब कतिको मिलायो हेरौँ है त यहाँ। अब यहाँ तिमीहरूले सुरुमा ए प्लस बी भेक्टरको र यो इक्वल गर्यो। अब यिनीहरूलाई स्क्वायरिङ गर्दियो तिमीहरूले। तिमीहरूले स्क्वायरिङ गरिदियो भने यहाँनिर ए स्क्वायर आयो। यो भनेको के आउँछ? ए स्क्वायर प्लस 2ab आउँछ प्लस बी स्क्वायर आउँछ। यहाँनिर के आउँछ? ए स्क्वायर। अब यो ए स्क्वायर क्यान्सल भयो है। यो ए स्क्वायर के भयो त? तिमीहरूको क्यान्सल हुने भयो। अब माइनस हो कि प्लस हो? यो इक्वल्स टु नै दिइरहेछ। ओके, यति आउने भयो भनेपछि यहाँनिर तिमीहरूको एउटा कुरा के आउने भयो त? 2ab अथवा 2a को म्याग्निट्युड, b को म्याग्निट्युड, यहाँ cos थीटा भनेको यो b स्क्वायर आउने भयो। अब यो र यो क्यान्सल भयो। 2a cos थीटा भनेको कति आउने भयो? 1 आउने, सरी 2a cos थीटा भनेको कति आउने भयो? b आउने भयो हो। यो b आउने भयो। त्यसैगरी अर्कोलाई पनि लिने। अर्कोलाई लिँदा अब यसमा पनि हिसाब गर्ने, यसमा पनि तिमीहरूले हिसाब गर्ने। यसमा हिसाब गर्दा तिमीहरूको के आउन जान्छ? यसरी यहाँ माइनस पनि आउँछ है, यहाँ माइनस पनि आउँछ। यसमा तिमीहरूले स्क्वायरिङ गरेर गर्यौ भने, यहाँनिर के आउन जान्छ? 2b cos थीटा इक्वल्स टु माइनस ए भेक्टरको म्याग्निट्युड भनेर आउन जान्छ न। ए भेक्टरको म्याग्निट्युड भनेर यहाँनिर आउन जान्छ। अब यहाँनिर हेर, यो दुईटालाई मल्टिप्लाई गर्यो भने के हुन्छ? यो दुईवटालाई, यसलाई र यसलाई मल्टिप्लाई गर्यो भने 4ab cos स्क्वायर थीटा इक्वल्स टु माइनस ab हुन जान्छ। भन्छ त यो पार्ट र यो पार्ट क्यान्सल हुन्छ। अब यहाँनिर प्लस पनि आउँछ। cos स्क्वायर थीटा भनेको 1/4 आउँछ, cos थीटा भनेको कति आउँछ? 1/2। भन्छ थीटाको भ्यालु 1/2 कति बेला हुन्छ? 60 डिग्री। भन्छ 60 डिग्री तिमीहरूको एन्सर हुन्छ। कसैले मिलाएन, कसैले पनि मिलाएन। अनि दुईटा एन्सर दिएको छैन नि त यहाँनिर।
यहाँनिर हामीले 60 डिग्री नै हान्नु पर्ने हुन्छ। अरु तिमीहरुसँग अप्सन नै आए। यहाँसम्म निकालेको तिमीहरुले बुझ्यौ कि बुझेनौ? यहाँसम्म निकालेको एक गरिमाको भएको थियो। अनि यो निकालेको पनि बुझ्यौ कि बुझेनौ? यो मैले यसकै आधारमा निक्लिन्छ भनेर भनेको थिएँ नि। यसकै आधारमा निक्लिन्छ, यसरी नै निक्लिन्छ के। यहाँनिर तिमीहरुको a स्क्वायर प्लस 2ab cos थीटा प्लस b स्क्वायर इक्वल्स टु b स्क्वायर आउँछ। यो र यो क्यान्सल हुन्छ। 2ab cos थीटा इक्वल्स टु माइनस a स्क्वायर हुन्छ। यो र यो क्यान्सल हुन्छ। भनेपछि 2b cos थीटा भनेको माइनस a नै आउने भयो। भनेपछि अब मैले के गरे त? यसलाई र मैले यसलाई मल्टिप्लाई गरिदिए क्या। यसलाई र यसलाई मल्टिप्लाई गरिदिँदाखेरि तिमीहरुको कति आउन जान्छ? क्यान्सल हुन्छ नि त। यो क्यान्सल हुन जान्छ र cos स्क्वायर थीटा भनेको 1/4 आउँछ। भनेपछि cos थीटा भनेको 1/2 आयो है। 1/2 भनेपछि 60 डिग्री लिनु पर्यो तिमीहरुले। हो एउटा भाइले भनेको 120 पनि ठिकै छ, 120 लिनु पनि हुन्छ। तर यहाँनिर अब हामीले चाहिँ जेनरली 60 मै टिक हान्छौँ, किनभने अब त्यतिमै हाम्रो काम तमाम भइरहेछ नि त है। त्यतिमै हाम्रो काम तमाम भइरहेको छ। त्यही भएर धेरै हामीले सोच्दैनौँ यसमा। अब अर्को क्वेशन तिमीहरुलाई होमवर्क है। यहाँनिर हेर, अर्को क्वेशन तिमीहरुलाई होमवर्क छ। मानौ ए भेक्टर प्लस बी भेक्टरको म्याग्निट्युड भनेको चाहिँ ए भेक्टर माइनस बी भेक्टरको म्याग्निट्युडसँग बराबर हुन्छ भने एंगल बिट्विन ए भेक्टर एन्ड बी भेक्टर इज भनेर छ। ए मा छ 60, बी मा छ 90, सी मा छ 120, डी मा छ तिमीहरुको 150। ल अब यो चाहिँ तिमीहरुले गर्ने है। ओके, अब तिमीहरुलाई म 1-2 मिनेट माइक अन गर्न दिन्छु। अब यहाँ सम्बन्धित तिमीहरुलाई के क्वेशन छ भने सोध। ल भन, आजको क्लास कस्तो लाग्यो तिमीहरुलाई? यसरी पढ्दा ठिक छ? आमामामा, यसरी पढ्दा तिमीहरुलाई ठिक छ कि छैन? सर त्यो जस्तो हाम्रो अप्सनमा 60 डिग्री छैन भने चाहिँ हामीले -1/2 गरेर 120 डिग्री लाउँदा हुन्छ। हो, हुन्छ हुन्छ हुन्छ। सर त्यो थर्ड स्टेप पछि त्यो फोर्थ स्टेप बुझिन मैले, बाकी त बुझे। त्यो थर्ड स्टेप पछि स्केलर प्रोडक्टमा छ नि cos थीटा। एउटा सोध्न लाग्नु फर्स्ट त्यो सोध्न लाग्नु। म सोध्ने हैन, म अगाडिको पठाइदिनु भन्दै। ए ल, म अगाडिको पठाइदिन्छु। सर अगाडिको पढे छैन सर। अगाडिको पढ्नै पर्दैन आजको हिसाब।